सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु यमन कीर्तन युट्युब च्यानलमा। अहिले विश्वभर प्रदर्शन भइरहेको छ परान चलचित्र अत्यन्त राम्रो बनेको छ। नेपाली समाजको मनोविज्ञानलाई टपक्क टिपेर बनाइएको चलचित्र। जसरी छोराछोरी बढेपछि बुवामा टुवारा हुन्छन्, यो फिल्मको डाइलग हो। यो डाइलेगमै फिल्मको सार लुकेको छ। एउटा बुबाको मनोविज्ञान छोराछोरीबाट टाढा हुँदा कस्तो हुन्छ, उसको मनले के सोच्छ भन्ने कुराहरू चाहिँ यो चलचित्रमा देखाइएको छ। चलचित्र हेरिरहँदा हरेक पल रुन सकिन्छ, हरेक सिनमा रुन सकिन्छ र चलचित्र अत्यन्त राम्रो बनेको छ। नेपाली चलचित्र इतिहासमा एउटा यो चलचित्रले कोसेढुङ्गा पारित गर्छ। सधैँभरि सम्झिरहने क्यारेक्टर निर शाहको रहेको छ र चलचित्र इन्डिङ उहाँको मृत्युपछि भएको छ। इट इज सो स्याड। एउटा गोठालो भनौँ, एउटा चाहिँ धर्म छोरो भनौँ, बुद्धि तामाङ गाउँमा दुःख सुख गरेर बसिरहेको थियो र इन्डिङ सुखद भइदिएको भए म अझ खुसी हुन्थेँ र छोराहरू पनि चाहिँ गाउँमै आएर बसेर फिल्म टुङ्गिएको भए अझ राम्रो हुन्थ्यो। खैर केही छैन, चलचित्र हो, कुनै पात्रलाई अन्याय पक्कै पनि हुन्छ। यो चलचित्रमा अन्याय भएको पात्र भनेको चाहिँ बुद्धि तामाङ हो। चलचित्र अत्यन्त राम्रो छ। नेपाली समाजको यथार्थ चित्रणमा कथाकारले निर्देशकले अत्यन्त मेहनत गरेका छन्। यो चलचित्र पैसा कमाउनलाई नबनेको चलचित्र हो, तर अहिले बराबरी पैसा कमाएको छ। नेपाली आमा बुवा दिदीबहिनीहरूको माया पाएको छ। चलचित्रलाई म 5 मा 4 स्टार दिन चाहन्छु। बाई बाई।